ल आज हामी राष्ट्रिय स्वतन्त्र पार्टीको 2069 को त्यो वाचापत्रलाई अलिक गहिरिएर हेरौँ है त। यसको नारा थियो थिति बसाल्ने संकल्प। हाम्रो छलफलको आधार यही पार्टीको आधिकारिक घोषणापत्र हो र आज हाम्रो उद्देश्य चाहिँ यसमा कोरिएको नेपालको तस्विर कस्तो छ, त्यसका मुख्य बुँदाहरू केलाउनु हो। हो र हामी केवल के वाचा गरिएका छन् भनेर मात्र हेर्दैनौँ, बरु यी वाचाहरूको पछाडिको सोच के हो, यिनीहरूले साँच्चै कस्तो थिति भनेको कस्तो प्रणाली बसाल्न खोजेका छन् त्यसको विश्लेषण गर्नेछौँ। त्यसो भए सुरु गरौँ एउटा यस्तो वाचाबाट जसले सार्वजनिक भएदेखि नै सायद सबैभन्दा धेरै चर्चा पायो। घोषणापत्रले भन्छ VS सम्बत 2046 सालदेखि उच्च सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गरिनेछ। यो त सुन्दैमा निकै ठूलो कुरा हो, अलि आँटिलो पनि। तर के यो राजनीतिक नारा मात्र हो वा यसको कुनै व्यावहारिक पक्ष पनि छ होला? यो प्रश्न नै सबैभन्दा महत्त्वपूर्ण छ। हेर्नुहोस्, यसलाई केवल कसैलाई तह लगाउने दाउपेचको रूपमा मात्र हेर्नु हुँदैन। यसको सांकेतिक अर्थ त्यो अलिक गहिरो छ। यसले के भन्न खोज्दैछ भने जवाफदेहिताको सुरुवात विगतको समीक्षाबाट हुन्छ। यो एउटा रिसेट बटन जस्तै हो, जहाँबाट भविष्यमा कोही पनि पदको दुरुपयोग गर्न नडराउने अवस्था नरहोस्। यो घोषणापत्रको मूल मर्म भनेको सुशासन, त्यो यहीबाट सुरु हुन्छ जस्तो लाग्छ। तर छानबिन त पहिला पनि नभएका त होइनन् नि, यसमा नयाँ के छ र? मैले यसमा जेल फ्री अनुसन्धान भन्ने एउटा अलि फरक अवधारणा पनि देखेँ, जहाँ आरोपितलाई थुना बाहिरै राखेर छानबिन गर्ने भनिएको छ। यो त हाम्रो अभ्यासभन्दा निकै फरक सुनिन्छ नि। फरक छ, एकदम फरक छ, र यसको पछाडिको दर्शनै फरक छ। यसले के भन्छ भने हाम्रो उद्देश्य बदला लिनु होइन, सत्य पत्ता लगाउनु हो। दोषी प्रमाणित नहुन्जेलसम्म कसैलाई अपराधीको जस्तो व्यवहार नगरियोस् भन्ने यसको मनसाय देखिन्छ। तर मलाई लाग्छ यो भन्दा पनि महत्त्वपूर्ण कुरा व्यक्तिलाई दण्डित गर्नुभन्दा प्रणालीलाई नै सुधार गर्ने सोच हो। प्रणाली सुधार, त्यो भनेको कसरी? जस्तै घोषणापत्रले सार्वजनिक सेवालाई पूर्ण रूपमा डिजिटल बनाउने कुरा गरेको छ। सोच्नुस् त, हामी सबैले कुनै न कुनै बेला सरकारी कार्यालयमा घण्टौं लाइन बसेर वा अनेक झन्झट बेहोरेर एउटा सानो काम गराएको अनुभव गरेका छौँ। राष्ट्रिय परिचय पत्रमा आधारित एकीकृत डाटाबेस बनाएर त्यो अवस्था अन्त्य गर्ने लक्ष्य राखेको देखिन्छ। हो, यसले त आम नागरिकको जीवनमा कति ठूलो फरक पार्न सक्छ। लाल पूर्जाको लागि मालपोतमा 5 घण्टा लाइन बस्नुको सट्टा मोबाइलबाटै काम सकियो भने आम मान्छेले कति राहत महसुस गर्ला। ठ्याक्कै, त्यो त हो नि। र यो केवल सुविधाको कुरा मात्र होइन, यो भ्रष्टाचार नियन्त्रणको सबैभन्दा व्यावहारिक र दीर्घकालीन उपाय हो। जब मानवीय हस्तक्षेप कम हुन्छ, हरेक प्रक्रिया पारदर्शी हुन्छ, तब घुस लिने दिने ठाउँ नै साँगुरिन्छ। अख्तियार वा न्यायिक परिषद जस्ता निकायलाई बलियो बनाउने कुरा पनि यसैसँग जोडिन्छ। त्यसैले यो अभियान व्यक्ति केन्द्रित मात्र नभएर एउटा बलियो थिति बसाल्ने प्रयास हो, जहाँ भ्रष्टाचार गर्न नै गाह्रो होस्। ल, भ्रष्टाचार नियन्त्रण गरेर थिति बसाउने कुरा त भयो, तर त्यो थिति चल्नको लागि चाहिने इन्धन भनेको पैसा, त्यो कहाँबाट आउँछ? अब हेरौँ अर्थतन्त्रमा कस्तो थिति बसाल्ने वाचा गरिएको रहेछ। डिजिटल अर्थतन्त्र भन्ने शब्द निकै आकर्षक सुनिन्छ। हो, र यो घोषणापत्रको एउटा मुख्य आकर्षण पनि हो। तर यो केवल एउटा बजवर्ड मात्र होइन। यसले डिजिटल पूर्वाधार जस्तै डाटा सेन्टर, साइबर सुरक्षामा सार्वजनिक निजी लगानीको कुरा गरेको छ। यो भनेको भविष्यको लागि बलियो जग हाल्नु जस्तै हो। अनि स्टार्टअपहरूको लागि त झन् एउटा निकै राम्रो कुरा देखेँ मैले। उनीहरूले विदेशबाट पैसा ल्याउन वा विदेशमा पैसा तिर्न कति गाह्रो छ भन्ने गुनासो गरिरहेका थिए। त्यसलाई घोषणापत्रले सिधै अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेसँग जोड्ने कुरा गरेर सम्बोधन गर्न खोजेको देखिन्छ। एकदम, त्यो निकै महत्त्वपूर्ण छ। यसले नेपाली युवा उद्यमीहरूलाई विश्व बजारसँग सिधै जोड्छ। तर यहाँनिर एउटा महत्त्वपूर्ण कुरा के छ भने यो केवल प्रविधि र स्टार्टअपको कुरा मात्र होइन। यसले पुँजी बजारलाई पारदर्शी र सुरक्षित बनाउने कुरा पनि गरेको छ, ताकि साना लगानीकर्ताहरू उनीहरू नठगिउन्। नेप्से र CDSCको पुनर्संरचनाको कुराले पनि त्यही सङ्केत गर्छ। डिजिटल अर्थतन्त्र र पुँजी बजारको कुरा त भविष्यमुखी भयो, तर के यसले नेपालको परम्परागत अर्थतन्त्र जस्तै कृषि र उत्पादनलाई चाहिँ व्यवस्था गरेको हो कि त्यसबारे पनि केही छ? राम्रो प्रश्न।
घोषणापत्रले प्रष्ट रूपमा भनेको छ, उत्पादनमूलक अर्थतन्त्रको निर्माण हाम्रो मूल आधार हुनेछ। यसको अर्थ डिजिटल अर्थतन्त्र हावामा बन्दैन, त्यसको जगमा वास्तविक उत्पादन हुनुपर्छ भन्ने सोच देखिन्छ। घरेलु पुँजी र साधन स्रोतको प्रयोग गरेर दिगो आर्थिक विकास गर्ने लक्ष्य छ, जस्तै कृषिमा जग्गाको चक्लाबन्दी गर्नेदेखि लिएर एग्रिटेक अर्थात् कृषिमा प्रविधिको प्रयोग बढाउने सम्मका कुरा छन्। ऊर्जा क्षेत्रको कुरा पनि निकै महत्वाकांक्षी लाग्यो मलाई। प्रति व्यक्ति वार्षिक ऊर्जा खपतलाई 4500 किलोवाट आवर पुर्याउने लक्ष्य रे। महत्वाकांक्षी त भन्नुभयो, तर के यो सम्भव छ? अहिले हामी कहाँ छौं र 4500 को लक्ष्य पूरा गर्न त चमत्कार नै गर्नु पर्ला नि। यो वाचा अलि बढी काल्पनिक भएन र? महत्वाकांक्षी पक्कै हो, सायद अस्वाभाविक रूपले नै महत्वाकांक्षी। तर यसको पछाडिको सोच बुझ्नुपर्छ। यो केवल बिजुली बाल्ने कुरा मात्र होइन। 4500 किलोवाट आवरको खपत भनेको हाम्रो उद्योग धन्दा पूर्ण क्षमतामा चल्नु हो, घर घरमा विद्युतीय उपकरणहरू प्रयोग हुनु हो र विद्युतीय गाडीहरू सामान्य हुनु हो। यसले ऊर्जालाई केवल एउटा वस्तुको रूपमा नहेरेर समग्र आर्थिक विकासको इन्जिनको रूपमा हेरेको छ। लक्ष्य पूरा होला नहोला, तर दृष्टिकोण ठूलो छ। बलियो अर्थतन्त्र त राम्रो कुरा हो, तर त्यसको लाभ आम नागरिकको जीवनमा कसरी देखिन्छ? अब अलिकति शिक्षा र स्वास्थ्य जस्ता सामाजिक क्षेत्रका वाचाहरू हेरौं। न्यूनतम आधारभूत स्वास्थ्य सेवा मापदण्ड लागू गर्ने भनिएको छ। यो विगतका स्वास्थ्य नीतिभन्दा कसरी फरक छ? फरक यसको अवधारणामा छ। यसले के भन्छ भने देशको कुनै पनि कुनामा बस्ने नागरिकले एउटा न्यूनतम स्तरको स्वास्थ्य सेवा पाउनु उसको अधिकार हो। यसका लागि जनसङ्ख्याको आधारमा कति स्वास्थ्य संस्था, कति स्वास्थ्य कर्मी र कस्ता उपकरणहरू चाहिन्छ भनेर एउटा राष्ट्रिय मापदण्ड नै बनाउने कुरा छ। स्वास्थ्य बीमालाई पनि सबै नागरिकको पहुँचमा पुर्याएर प्रभावकारी बनाउने वाचाले यसलाई थप बल दिएको छ। शिक्षामा पनि केही नयाँ कुराहरू छन्। एकछिनै विद्यालयको पाठ्यक्रममा राइट टु रिजेक्ट र राइट टु रिकल जस्ता राजनीतिक अधिकारबारे पढाउने रे। यो त निकै क्रान्तिकारी कुरा सुनिन्छ। हामीले त सामाजिक शिक्षामा पञ्चायत र प्रजातन्त्रको इतिहास मात्रै पढ्यौं। यति सानै उमेरमा यस्तो राजनीतिक चेतना दिन खोज्नुको पछाडि के सोच होला? नै जोड छ। बलियो लोकतन्त्रको लागि सचेत नागरिक चाहिन्छ र नागरिक सानैदेखि आफ्नो अधिकारबारे जानकार हुनुपर्छ भन्ने यसको गहिरो सोच हो। शिक्षामा हेर्दा यसले विभिन्न कुरालाई एउटै मालामा गाँच्न खोजेको देखिन्छ। सार्वजनिक शिक्षाको गुणस्तर बढाउन निजी क्षेत्रसँग सहकार्य गर्ने, विश्वविद्यालयलाई अनुसन्धानमुखी बनाउने र ती अनुसन्धानलाई उद्योगसँग जोड्ने, यी सबैको लक्ष्य एउटै छ, काम लाग्ने शिक्षा। डिग्री दिने कारखाना मात्र होइन, सोच्न सक्ने र देशको अर्थतन्त्रमा योगदान दिन सक्ने जनशक्ति उत्पादन गर्ने एउटा इकोसिस्टम बनाउने। वैदेशिक रोजगारीमा गएकाहरूका लागि पनि केही विशेष व्यवस्था देखिन्छ, जस्तै उनीहरूको कमाईलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने। यो सकारात्मक छ। हो, किनभने यसले रेमिटान्सलाई केवल उपभोगमा मात्र सीमित नराखी देशको पुँजी निर्माणमा लगाउने प्रयास गरेको छ। यो एउटा दीर्घकालीन सोच हो। यी सबै राम्रा विचारहरूलाई यथार्थमा बदल्न देश भौतिक रूपमा पनि जोडिनुपर्छ। पूर्वाधार विकासका वाचाहरू, विशेष गरी रेलमार्गको कुरा नेपालको सन्दर्भमा त अलि विज्ञान कथा जस्तै सुनिन्छन्। मेची महाकाली विद्युतीय रेलमार्ग, काठमाडौँलाई भारत र चीनसँग जोड्ने रेल। पक्कै पनि यी योजनाहरू कार्यान्वयन गर्न अत्यन्तै कठिन छन्। तर यदि यो सम्भव भयो भने यसले केवल यातायातमा मात्र होइन, देशको भू-राजनीति र अर्थतन्त्रमा नै कायापलट ल्याउन सक्छ। यो केवल सामान ओसार्ने बाटो मात्र हुँदैन, व्यापार र पारवहनको एउटा नयाँ धमनी बन्न सक्छ। शहरी विकासमा पनि काठमाडौँको परम्परागत वास्तुकला र खुला ठाउँ जोगाउने कुराले अव्यवस्थित शहरीकरणलाई व्यवस्थित गर्ने मनसाय देखाउँछ। उत्पादन र ऊर्जाको कुराले देशको आन्तरिक अर्थतन्त्र बलियो बनाउला, तर आजको विश्वमा बाहिर नजोडिए सुखै छैन। पर्यटन पनि त त्यसैको एउटा पाटो हो। पर्यटक भित्राउन घोषणापत्रले केही नयाँ सोचेको छ कि? छ, र त्यसमा पनि प्रविधिको प्रयोगमा जोड दिएको छ। एक द्वार डिजिटल पर्यटन प्रणालीको कल्पना गरिएको छ, जहाँ पर्यटकले भिसा, अनुमति, टिकट जस्ता सबै कुरा एउटै एपबाट गर्न सकोस्।
यो निकै व्यावहारिक सुधार हो। यसका साथै लुम्बिनी र पशुपतिनाथलाई जोडेर एउटा अन्तर्राष्ट्रिय धार्मिक सांस्कृतिक पर्यटन केन्द्रको रूपमा विकास गर्ने कुराले नेपालको सफ्ट पावरलाई विश्वमाझ पुर्याउने लक्ष्य राखेको देखिन्छ। भित्रको थिति त बनाउने कुरा भयो, तर बाहिरको संसारसँग हाम्रो थिति कस्तो हुने? अब हाम्रो अन्तिम खण्ड विदेश नीति र कूटनीतिमा जाउँ। यहाँ पनि केही नयाँ अवधारणाहरू छन्, जस्तै विदेशमा रहेका दूतावासहरूको कामको पर्फर्मेन्स अडिट गर्ने कुरा। यसको मतलब दूतावासहरूको काम केवल राजनीतिक सम्बन्ध राख्ने मात्र होइन, उनीहरूले देशको आर्थिक समृद्धिमा कति योगदान दिए, कति लगानी भित्र्याए भनेर मूल्याङ्कन हुनेछ। यसले कूटनीतिलाई परिणाममुखी बनाउन खोजेको छ। अनि सबैभन्दा बढी चर्चा भएको अवधारणा नेपाललाई बफर स्टेटबाट भाइब्रेन्ट ब्रिज बनाउने। यो सुन्दा त राम्रो लाग्छ, तर दुई ठूला छिमेकी बीचको बफर स्टेट हुनुको वास्तविकताबाट भाग्न सकिन्छ र? यो भाइब्रेन्ट ब्रिज भन्ने शब्द मात्र होइन, नेपालको विदेश नीतिमा एउटा वैचारिक फड्को हो। अहिलेसम्म हामी आफूलाई दुई ढुङ्गा बीचको तरुल जस्तो हेर्थ्यौं, जसको काम जोगिने मात्र हुन्थ्यो। तर यो अवधारणाले भन्छ, होइन, हामी तरुल होइनौं, हामी त ती ढुङ्गाहरूलाई जोड्ने पुल हौं, जसबाट व्यापार र विचार दुवै बग्छ। यसले हाम्रो भूमिकालाई निष्क्रिय र रक्षात्मकबाट सक्रिय र आर्थिक बनाउने सोच राखेको छ, जुन आफैमा एउटा ठूलो परिवर्तन हो। त्यसो भए आजको छलफललाई समेट्दा राष्ट्रिय स्वतन्त्र पार्टीको यो वाचापत्रमा एउटा गहिरो आकांक्षा देखिन्छ। त्यो हो प्रणालीगत सुधारको। भ्रष्टाचार नियन्त्रण होस् वा डिजिटल अर्थतन्त्र, शिक्षा होस् वा विदेश नीति, सबैतिर समस्याको सतै उपचार खोज्नुभन्दा एउटा बलियो, पारदर्शी र जवाफदेही थिति बसाल्ने कुरामा जोड दिएको छ। यसको समग्र सार त्यही हो। 100वटा वाचाहरूको सूची भन्दा पनि महत्त्वपूर्ण कुरा ती सबैको पछाडिको साझा ध्येय हो। यो घोषणापत्र एउटा महत्त्वाकांक्षी सपना हो, एउटा आदर्श प्रणालीको खाका हो। तर यहाँनिर एउटा अन्तिम र सायद सबैभन्दा महत्त्वपूर्ण प्रश्न उठ्छ। कुनै पनि घोषणापत्रको सफलता त्यसको सुन्दर भाषामा होइन, त्यसको कार्यान्वयनमा निर्भर गर्छ। यी वाचाहरूलाई कार्यान्वयनको तहमा उतार्न आवश्यक पर्ने राजनीतिक सहमति, प्रशासनिक क्षमता र आर्थिक स्रोतको व्यवस्थापन, त्यो कसरी होला? एकदम सही प्रश्न। र यो नै सबैभन्दा ठूलो चुनौती हो। घोषणापत्रमा उल्लेखित सपना र त्यसलाई यथार्थमा बदल्ने प्रक्रिया बीचको खाडललाई कसरी पूरा गरिनेछ, यो नै सबैभन्दा मननयोग्य विषय हो। त्यो खाडल पुर्ने योजना बिना यो केवल एउटा राम्रो लेखिएको दस्तावेज मात्र बन्न सक्छ।